मान्य सदस्य खुशबु ओली 2 मिनेटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुख महोदय, 90% सनातनीहरू बसोबास गर्ने देशमा नेपालको संविधानको धाराले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित हिसाबमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतिक आक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइराखिएको छ। के गणतन्त्रले ल्याएको धर्मनिरपेक्षताको फल यही हो? यो धम्की व्यक्तिगत रूपमा म सहन सक्छु सभामुख महोदय, तर यो मलाई होइन, सिङ्गो सनातन धर्ममाथिको प्रहार हो। दशकौंदेखि नेपालमा सद्भाव सहित बस्दै आएका इसाईले धर्म परिवर्तन गराउँदै कहिले पनि हिँड्दैनन्। कसैले स्वेच्छाले गर्छ त्यो उसको अधिकारको कुरा हो, तर विदेशी मिसनरीहरूबाट पाठ पढाइएका नक्कली इसाई यहाँ आँखा नदेख्नेले आँखा देख्छ, एचआईभी जस्ता रोगका कीटाणु मर्छन्, व्हीलचेयरमा आएका हिँड्दै जान्छन्, एचआईभी का कीटाणु मरिहाल्छन् भन्ने जस्ता सनातनका भगवान शैतान हुन्। घर बनाइदिन्छौँ, भौतिक लोभ दिन्छौँ भनेर, गरिबी हटाइदिन्छौँ भनेर यो भ्रम र ढाँटेर गराउने धर्मान्तरणको विरुद्ध मैले आवाज उठाइदिएको थिएँ, कुनै धर्मको विरुद्ध होइन। वास्तविक विषयलाई त वास्तविक रूपमा इसाई धर्म मान्ने पक्का इसाईलाई त यो विषयमा समस्या नै हुनु नपर्ने हो। अब नेपालको संविधान र कानुनी व्यवस्था अनुसार संविधानको धारा 26(3) ले पनि धर्म परिवर्तन गराउन वा धार्मिक सद्भाव बिगार्ने कार्य निषेध गरेको छ। मुलुकी अपराध संहिता 2074 को दफा 158 ले फोर्स, फ्रड वा इन्ड्युसमेन्ट मार्फत हुने धर्मान्तरणलाई जबरजस्ती, छल वा धोकाको टेक्निक अपनाएर वा भौतिक प्रलोभन र आर्थिक प्रलोभन देखाएर वा नदेखाई धर्मान्तरण गर्ने कार्यलाई दण्डनीय अपराधको रूपमा परिभाषित गरेको छ। तर यो कानुन र संविधान यो देशमा यो धर्मनिरपेक्षताले पालना गरेको छ। म यहाँलाई सोध्न चाहन्छु, धार्मिक ठेकेदार बीबीसी को क्रिश्चियन मिशनरीज टार्गेट द बर्थ प्लेस अफ